विवाह गर्न एकदमै धेरै रहर भएको, तर घर परिवारले अनुमति दिँदैनन्। अब कोर्ट म्यारिज गरौँ भने पनि आमा बुवाको अनुमति चाहिने होला भनेर कति धेरैको मनमा चाहिँ प्रश्न होला। सर्वप्रथम विवाह भन्ने कुरा केटाकेटीको स्वतन्त्रता, सहमति र उनीहरूको आफ्नो जीवन साथी चुन्ने चाहिँ आफ्नो राइट्स, अधिकारको कुरा हो। त्यही भएर कसैको पनि जबरजस्तीमा अथवा तैँले यो यससँग गर्नै पर्छ भन्नेमा चाहिँ गर्नै पर्छ भन्ने कुरा पनि छैन। र अर्को कुरा भनेको कोर्ट म्यारिज गर्दाखेरि मजाले प्राइभेसी मेन्टेन हुन्छ, कसैको पनि अनुमति चाहिँदैन। विवाह गर्नको लागि 20 वर्ष उमेर कटेको केटा वा केटी दुईटैको सहमति, राजी खुसीमा गरे हुन्छ है। र अर्को कोर्ट म्यारिजको लागि चाहिने डकुमेन्ट भनेको नागरिकता, पासपोर्ट साइज फोटो, अविवाहितको सिफारिस। अब आफ्नै जिल्ला अदालतबाट गर्दै हुनुहुन्छ भने ठिक छ। यदि बाहिरी जिल्ला, आफू बसेको जिल्लाभन्दा बाहिरको जिल्ला जस्तो काठमाडौँ जिल्ला अदालतबाट गर्नुहुन्छ भने 15 दिनको अस्थायी बसोबासको सिफारिस पनि चाहिन्छ। यति डकुमेन्ट पुर्याउनु भयो भने हजुरहरूले सजिलैसँग कोर्ट म्यारिज गर्न सक्नुहुन्छ।